नमस्कार, म रोशन केसी है। मसँग चाहिँ एउटा सानो घटना घट्यो होइन। त्यो कुरा चाहिँ नि म सबैजनालाई सेयर गरौँ भनेर चाहिँ म फेसबुकको माध्यमबाट चाहिँ नि होइन, एउटा सोसियल मिडियाको माध्यमबाट चाहिँ म यसमा आएको छु होइन। किनकि आज मसँग घट्यो, भोलि तपाईँहरूसँग पनि घट्न सक्छ होइन। मेरो बाइक चाहिँ नि राम्रै कन्डिसनमा थियो एकदमै होइन। सर्भिसिङ पनि मैले टाइम टु टाइम गराइरहेको थिएँ, सबै चिज भइरहेको थियो होइन। अनि म सर्भिसिङ गर्ने भनेर रुपैयाँबाट गायत्री भन्ने पसल रहेछ होइन, त्यहाँ चाहिँ नि खालि त्यो मोबिल मात्र मलाई हाल्नु थियो। किनकि मोबिल चेन्ज गर्ने बेला त भएको थिएन, तर पनि मैले चेन्ज गरिहालौँ समयमै भनेर म समयमै मोबिल चेन्ज गर्न भनेर गएँ। अनि त्यहाँ मैले मोबिल हालेँ होइन। अनि त्यो मिस्त्रीले के गरेछ भने तलको नट हुन्छ नि मोबिल फाल्ने हो, त्यसमा त्यो चाहिँ त्यसले टाइट नगरिदिएको रहेछ, ढिलै छोडिदिएको रहेछ। अनि त्यहाँदेखि म बाइक स्टार्ट गरेँ होइन, आएँ राम्रै। त्यहाँदेखि आउँदा आउँदा बाटोमा यति मोबिल चुहिहालेछ कि जयपुर पुग्ने बेलासम्म मेरो बाइकदेखि धुवा आउन स्टार्ट भइसक्यो होइन। मैले सोचेँ नयाँ मोबिल हालेर होला धुवा आयो होला, पुरानो मोबाइल चाहिँ जले थियो कि भनेर होइन। अनि त्यसपछि म आएपछि त्यो बाइक त्यस्तै धुवा आउँदा 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 कति तात्यो होला, कति तात्यो त सोच्नु कि त्यो बिना मोबिलको त्यो बाइक तात्तिएर होइन। मेरो साइलेन्सरमा पनि पाल परिगयो, पछाडितिर तात्तिएर साइलेन्सर धुवा आउन। र अगाडिको जुन ब्लकेटको च्याम्बर हुन्छ नि, चेम्बरबाट पनि पुरा धुवा आउन थाल्यो क्या, चेम्बर पनि पुरा धुवा आउन थाल्यो मोबिलको। अनि पछितिर त्यहीँनिर मेकानिकका मैले लगेर गएँ, मेरो बाइक किन स्टार्ट भएन भनेर होइन। अनि उसले हेऱ्यो, दाइ मोबिलै छैन भन्यो। अनि चेक गर्दा दाइ तपाईँको तलको नट त ढिला छ त। अनि मैले भने भर्खर मोबिल हालेको थिएँ अनि यस्तो। अनि त्यो नट टाइट गरेको थिएन क्या दाइ, सबै मोबिल त गएछ। मैले भने ल ठिक छ नि त मोबिल हाल। मोबिल हाल्यो। अनि त्यो मोबिलको कारणले गर्दाखेरि मेरो प्लग पनि सर्ट भइसकेको थियो। अनि मैले प्लग पनि हालेँ त्यतिखेर, त्यो मोबिल पनि हालेँ। मोबिल हालेपछि बाइक स्टार्ट गरेँ। बाइकले एकदमै धेरै लास्टै धेरै धुवा फाल्न थाल्यो। र च्याम्बरदेखि जुन हालेको मोबिल स्टार्ट गर्ने बित्तिकै जुन साइलेन्सरको माथिको तलको च्याम्बर हुन्छ त्यहाँदेखि सिर मोबिल फाल्न स्टार्ट गरिहाल्यो है। अनि त्यसपछि गरेपछि त्यो प्लग पनि एकछिनपछि बढी मैले बाइक 1 किलोमिटर चलाउँला त्यो प्लग पनि उडेको, दोस्रो प्लग है। अनि अब म त जानु पर्यो रुपैयाँ होइन। त्यहाँ गएँ, म त्यसलाई भने यस्तो गरिस्। अनि त्यसले भन्छ हामीले त मोबिल तेरो आँखा अगाडि हालेको, तर तेरो मिस्त्री तल टाइट गर्दै थिएन भन्दाखेरि उसले त्यो डिस्कस गर्यो रुपैयाँको ठाउँ तिनीहरूको ठाउँ होइन, ठुलो कुरा गर्यो तिनीहरूले होइन। ठिकै छ त्यो कुराले गर्दाखेरि अनि मैले जाने जोस प्लग हालेर रुपैयाँ जाँदाखेरि त्यहाँ पुग्दाखेरि मेरो इन्जन फुल सिजै भइगयो बाटोमै। रुपैयाँमा फेरि मोबिल हालेर पुग्न खोज्दाखेरि मेरो बाइक चाहिँ तपाईँको लगभग यो चौलिक्का भन्दा अगाडि पुग्दाखेरि फुल मेरो चाहिँ बाइक सिज भइगयो। त्यसपछि म रुपैयाँ लगेर मैले फुल बाइक मैले चाहिँ बनाउनु पर्यो, मेरो फुल इन्जन होइन, रिङ पिस्टन ब्लक किटदेखि लिएर हजुरको त्यो वाल सिल, तलको टाइमिङ चेन, त्यसपछि त्यो रड भित्रको रडदेखि लिएर हरेक कुरा चाहिने मेरो इन्जन फुल इन्जन सिज भनेपछि हजुरले बुझ्नुहुन्छ होइन। 14,500 रुपियाँ लाग्यो है सबै गरेर होइन। त्यहाँ छ मेरो होइन। त्यही भएर तपाईँहरू पनि कहिले जानुहुन्छ बाइक बनाउनुहुन्छ भने होइन, आफै बसेर एकदमै ध्यान दिएर खालि मिस्त्रीको भरोसामा बसेर चाहिँ नगर्नु होला होइन। जहिले पनि आफूले आफ्नो आँखा अगाडि बसेर हरेक कुरा के चेन्ज गरेको छ, टाइट गरेको नट छ कि छैन, के कस्तो गरेको छ, त्यो कुराहरू चाहिँ एकदमै केयर गर्नु होला होइन। आज यो घटना मसँग भयो, तपाईँहरूसँग पनि हुनसक्छ भनेर चाहिँ मैले यो कुराहरू चाहिँ यहाँ सेयर गरेको है। यही कुराहरू चाहिँ भोलि कसैसँग पनि नदोहोरोस्, कसैसँग पनि यो कुरा नहोस् होइन। अनि मलाई चाहिँ जति अब धेरै कुराहरू लस भयो, अब 2 पटक मैले यतै मोबिल हाल्नु पर्यो होइन। मोबिल हाल्दाखेरि अब यतितिर त्यो 2 मोबिलको पैसा गयो,
4वटा प्लग गयो, 4वटा प्लगको पैसा गयो। त्यसपछि बाइक फुल सर्भिसिङ गर्दाखेरि 14,500 गयो। त्यसपछि चौलिकादेखि रिक्सामा बाइक हालेर लाँदाखेरि अब त्यो अलग खर्च भयो हैन। त्यसपछि त्यहाँदेखि फेरि त्यो सानो उसमा लगेर हाल्दा अलग खर्च भयो। यो सब गर्दाखेरि मेरो लगभग 16-17 हजार रुपियाँ आज खर्च भयो हैन। एउटा सानो गल्तीले गर्दाखेरि क्या त्यतिखेर सायद मैले पनि तलको नट केयर लगाछ कि लगाएको छैन केयर गर्थ्यो होला भने सायद त्यो हुन्थेन होला हैन। तर मैले माथि गरे नै होला, मिस्त्री हो माथिदेखि हालेछ, मुभी हालिरहेछ, पुरानो निकाल्यो, तलको नट त टाइट गरेकै होला भनेर मैले सोचेँ हैन। त्यो चाहिँ मेरो सबभन्दा ठुलो गल्ती भयो हैन। तपाईहरुले चाहिँ त्यो गल्ती कहिले पनि नगर्नु होला हैन। जहिले पनि बाइक बनाउनुहुन्छ भने आफ्नो आँखा अगाडि हरेक कुरा एउटा सानो सानो नट पनि टाइट छ कि छैन भनेर त्यो कुराहरु चाहिँ क्लियर गर्नु होला अनि बल्ल बाइक बनाउनु होला। यति नै कुराहरु शेयर गर्न चाहिँ म यो भिडियोको माध्यमबाट हजुरलाई भन्न चाहन्थे। धन्यवाद है सबैजनालाई र शुभरात्रि है।